अहिले कस्तो छ तपाईँलाई? ए अनि तपाईँ अलि जोडले भन्नु कि सुन्नुहुन्न उहाँहरूलाई? अनि अहिले हस्पिटलबाट डिस्चार्ज भएको कति दिन भयो? आज 6 दिन भयो। ए आज 6 दिन भयो। अनि अहिले पहिलाभन्दा तपाईँको हेल्थमा कतिको इम्प्रुभमेन्ट छ? धेरै राम्रो छ होइन? कसरी बोल्नु अलिक कसरी? धेरै राम्रो भइरहेछ होइन? अनि हिँडुलहरू त गाह्रो छैन तपाईँलाई अहिले? सासहरू फेर्न गाह्रो छैन? हिँड्दा चाहिँ अलिक गाह्रो हुन्छ। हजुर। ए आज चाहिँ तपाईँ यहाँ हस्पिटलमा फेरि चेकअपको लागि आउनुभयो है? ब्लड टेस्टहरू गराउनुको लागि आउनुभयो। त्यहाँदेखि एक्सरे गर्नु बोलाउनु भएको थियो आज। फेरि बुधबार पनि फेरि आउनु। अनि अस्ति तपाईँलाई पैसा पठाउनु भएको थियो नि $500 अमेरिकाबाट दिदीहरू कतिजना दिदीहरूलाई पठाइदिनु उहाँलाई केही 2-3 शब्द भन्नुहुन्छ कि? म राम्रो भएँ तपाईँलाई धेरै धेरै धन्यवाद। अनि अहिले पनि निमा बहिनीलाई हाम्रो चोचो होइन घेसेटासी जोर्जिलाको थ्रुबाट है अहिले अलिकति उता अमेरिकाबाट फेरि $200 जति पठाइदिनु भएछ है। अनि यो $200 चाहिँ पठाउने चाहिँ छिमे ढोलकर ल होइन उहाँ अमेरिकाबाट है होइन। अनि $200 यो चाहिँ नेपालीमा हुन्छ तपाईँको 23,528 जति हुन्छ होइन। यो चाहिँ तपाईँ गर्ने पनि हुन्छ होइन 23,528 है यो अनि 23,528 है $200 त्यो गरेर तपाईँले उहाँलाई 2-3 शब्द चाहिँ भन्नु केही भन्नु छ भने चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। हजुर ल अनि दिदी तपाईँले यो औषधिहरू पनि धेरै अहिले दिनुभयो रहेछ है डक्टरले 9वटा औषधि खानु पर्ने रहेछ है। ए ल अनि अब तपाईँको हामी स्वास्थ्यको एकदम राम्रो होस् भन्ने कामना गर्दैछु होइन दिदी। अनि तपाईँ छिटो निको हुनुहोस् खानेकुराहरू राम्रो खानुहोस् है। केही प्रब्लम भए पनि मेरो नम्बर छ कहिले कल गरिदिनु होला है। त्यसको हामी पनि तपाईँको बुझ्दै गर्नुहुन्छ ल दिदी। इङ्ग्लिसमा भन्नु गयो अब ल थ्याङ्क यू सो मच थ्याङ्क यू।